नमस्कार। मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्जमा कार्यक्रम नारायणी बहसमा यहाँहरूलाई हार्दिक स्वागत गर्छु। म शिवनाथ। नारायणी बहसमा हामी समसामयिक विषयमा छलफल गर्छौं, बहस गर्छौं र निष्कर्ष निकाल्ने प्रयास गर्छौं। आज पनि हामी अहिलेको अवस्थाको विषयमा रहेर सेरोफेरोमा रहेर छलफल गर्छौं र छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ वीरगञ्ज जेसिसका अध्यक्ष, युवा नेता पनि हुनुहुन्छ र एउटा जनप्रतिनिधि पनि हुनुहुन्छ जिल्ला भवानी गाउँपालिकाका सरोज चौरसिया। उहाँसँग आज हामी बहस गर्छौं। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद शिवनाथ। वीरगञ्ज जेसिसको बारेमा थोरै के गर्छ वीरगञ्ज जेसिसले, कस्तो खालको व्यक्तिहरू यसमा सहभागी हुन पाउँछन्? खासमा भन्नु पर्दाखेरि अब वीरगञ्ज जेसिस भनेको युवाहरूको संस्था हो। वीरगञ्ज जेसिस नेपाल आफ्नो इतिहास रहेको छ र वीरगञ्ज जेसिसले खासमा के गर्छ भन्दाखेरि 18 वर्षदेखि लिएर 40 वर्षसम्मका युवाहरूलाई विभिन्न क्षेत्रमा छरिएर रहेका युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा जेसिसले काम गर्ने गरेको छ। र अर्को कुरा, वीरगञ्ज जेसिसले अरु के गर्छ भन्दाखेरि यसले विशेषतः 4वटा क्षेत्रमा काम गर्छ। सबभन्दा पहिला त उले वीरगञ्ज जेसिसले एउटा इन्डिभिजुअल क्षेत्रमा काम गर्छ, अनि त्यसपछि तपाईको बिजनेस सेक्टरमा काम गर्छ, त्यसैगरी तपाईको कम्युनिटीमा काम गर्छ र इन्टरनेसनलमा काम गर्छ। अब यो अहिले वीरगञ्जमा तपाईहरुले के गरिराख्नु भएको छ, के योजनाहरु छ तपाईहरुको? सिनाजी, वीरगञ्ज जेसिसले खासमा भन्नु भन्दाखेरि हाम्रो सबभन्दा पहिला के गर्दै हुनुहुन्छ भन्दा पनि पहिला हामी जेसिसको बारेमा केही फन्डामेन्टल कुराहरू बताउन चाहन्छौं। जेसिस भनेको 1 वर्ष कार्यकाल रहेको संस्था हो। हामीले जेसिसमा जो साथी जुन पदमा हुनुहुन्छ त्यो पदमा 1 वर्षको लागि एकचोटीको लागि मात्रै उहाँहरू आउने गर्नुहुन्छ। त्यसै गरेर अब वीरगञ्ज जेसिसको सन्दर्भमा कुरा गर्ने हो भने वर्ष 2025 हाक्नको लागि म यहाँ वीरगञ्ज जेसिसको अध्यक्ष बनेर आएको छु र हाम्रो वीरगञ्ज जेसिसको वर्ष 2025 मा गर्ने मुख्य योजनाहरूको बारेमा यहाँहरूले कुरा गर्नुहुन्छ भने वीरगञ्ज जेसिसमा आबद्ध भएर काम गरिरहेका जति हाम्रा करिबन 78 वटा युवा साथीहरू हाम्रा मेम्बर छन्। ती मेम्बर साथीहरूको सहयोगले वीरगञ्ज जेसिसले यो वर्षलाई चाहिँ तालिमको वर्षको रूपमा हामीले अगाडि सारेका छौं। विभिन्न विधामा, विभिन्न सेक्टरमा, विभिन्न युवाहरूलाई, विभिन्न क्षेत्रका युवाहरूलाई तालिमको माध्यमले, प्रशिक्षणको माध्यमले उहाँहरूको भित्र एउटा कन्फिडेन्स ल्याउने, उहाँहरूको व्यक्तित्वमा र उहाँहरूको नेतृत्व क्षमतामा चाहिँ टेवा पुर्याउने हिसाबले वीरगञ्ज जेसिसले यो वर्ष काम गरिरहेको छ। तर अब यो वीरगञ्ज जेसिस युवाहरूको संस्था पनि भन्नुहुन्छ, यसमा कसरी सहभागी हुने, कसरी चाहिँ यसको सदस्य बन्न पाइन्छ, अथवा सीमित मान्छे मात्र बन्न पाउँछ, के छ यसको प्रक्रिया? वीरगञ्ज जेसिसको ढोका 18 वर्षदेखि लिएर 40 वर्षसम्मका युवाहरूको लागि सधैँभरि खुलेको हुन्छ। वीरगञ्ज जेसिस आफ्नो विधान बमोजिम चल्ने एउटा संस्था हो र वीरगञ्ज जेसिसको विधानले के भन्छ भन्दाखेरि 18 वर्ष पूरा भएको र 40 वर्ष ननागेका यदि कोही युवा हुनुहुन्छ र उहाँ जेसिस अभियानमा लाग्न चाहनुहुन्छ भने मार्च 30 सम्म हरेक वर्ष हामीले मार्च 30 भित्र नयाँ सदस्यताको लागि हामी आवेदन पनि खुला गर्छौं र पुराना सदस्यहरूलाई पनि हरेक वर्ष सदस्यता नवीकरण गर्ने हामीले एउटा प्रावधान राखेका छौं। यसमा कुनै पनि किसिमको सिन्डिकेट छैन, कुनै पनि किसिमको रेशनल डिस्क्रिमिनेसन छैन, यसमा कुनै पनि किसिमको भनौं न जातीय वा अन्य कुनै फ्याक्टर विशेषले हामीले सदस्यता दिदैनौं। विशुद्ध रूपले यो एउटा युवाहरूको संस्था हो र यसमा हरेक साथी जो 18 देखि 40 का बीचका हुनुहुन्छ उहाँहरूले आफ्नो संस्था लिन पाउने एउटा व्यवधान रहेको। तर यो सीमित मान्छेले अलिकति बढी पैसा लाग्ने भएकोले सीमित मान्छेको मात्र पहुँचमा छ भन्ने आरोप पनि लाग्छ नि। हजुर, अब यसमा के छ भन्दाखेरि सबभन्दा पहिला यहाँहरूले के बुझ्नु पर्यो भन्दाखेरि सीमित मान्छेहरूको पहुँच वीरगञ्ज जेसिसमा कहिले पनि छैन। मैले सुरुमा पनि भने जेसिसमा 1 म्यान 1 इयर 1 पोस्ट भन्ने अवधारणामा हामी हिँडेका छौं। सरोज चौरसिया वर्ष 2025 मा वीरगञ्ज जेसिसको अध्यक्ष हुनुहुन्छ। सरोज चौरसिया वर्ष 2026 मा हाम्रो विधानले नै मलाई अध्यक्ष बन्ने त्यहाँनिर फ्यासिलिटी दिदैन। भन्नुको अर्थ के,
त नेतृत्वमा त्यही व्यक्ति कसरी आयो त? हरेक वर्ष अध्यक्ष चेन्ज भइरहेकै छ, कार्यकारिणी उपाध्यक्ष चेन्ज भइरहेकै छ, उपाध्यक्ष चेन्ज भइरहेकै छ, हाम्रा मनोनित साथीहरू पनि हरेक वर्ष चेन्ज भइरै आइरहेका छन्। त के छ भने हरेक वर्ष नयाँ कार्यसमिति नयाँ युवा फेसहरू तपाईले हेर्न पाउनुहुन्छ। अब रह्यो कुरा त्यही मध्येका केही चिनजानका चेहराहरू होला। यो वर्ष अध्यक्ष छन् भने अभियसली उसले राम्रो काम गर्यो भने अर्को वर्ष उपाध्यक्ष बन्छ। यो वर्ष उपाध्यक्ष उसले राम्रो काम गर्यो भने अभियसली नेक्स्ट इयर महासचिव हुन्छ, ऊ अध्यक्ष हुन्छ। त कार्यसमिति चयन कसरी गर्ने त? त्यही सदस्यता वितरण भएका साथीहरूको बीचबाट वार्षिक साधारण सभाको माध्यमले सर्वसम्मत भए, सर्वसम्मत होइन भने विधिको शासन अनुसार निर्वाचन प्रक्रियामा गएर नेतृत्व चयन गर्ने हाम्रो एउटा परम्परा रह्यो। सदस्यता महँगो छ नि त? सदस्यता महँगो छैन सर, वर्षको 2000 रुपैयाँ महँगो भन्नुहुन्छ भने त आई डोन्ट थिङ्क कि वर्षको 2000 महँगो हो सदस्यता। यति सस्तो भएर पनि त्यसो भए त किन जेसिसमा संख्या कम छ? तपाईँले पनि भन्नुभयो थोरैजना छौँ, अरू सङ्घ संस्थाहरूमा धेरै मान्छेहरू जान्छन्, धेरै मान्छेहरू हुन्छन्। एक्चुअली कुरो के हो भन्दाखेरि अरू संस्थाबाट जेसिस अलिकति फरक संस्था हो। केमा फरक छ? फरक केमा छ भन्दाखेरि जस्तै सबभन्दा पहिला हामी के बुझौँ, जेसिस इज नट एनजिओ। जेसिस एनजिओ हुँदै होइन। जेसिस भनेको नेतृत्व र व्यक्तित्व विकास गर्ने एउटा साझा धरोहरको रूपमा हो। यसलाई तालिमको विश्वविद्यालय पनि भनिन्छ, पहिलो कुरो। दोस्रो कुरो, यसमा धेरै युवाहरूको सहभागिता किन छैन भन्दाखेरि जेसिसले अरू केही कुरा कन्सिडर गरोस् नगरोस् तर आफ्नो कोड अफ कन्डक्टलाई जेसिसले कहिले पनि बिर्सिन चाहँदैन। त्यसका कोड अफ कन्डक्टहरू के हुन् त भन्दाखेरि जेसिस मेम्बरहरू आफ्नो डिसिप्लिनमा एउटा बस्नुपर्ने अनिवार्य बाध्यता छ। हामी हाम्रो विधानको एगेन्स्टमा कुनै पनि गतिविधि गर्ने हामीलाई छुट छैन। जेसिस कार्यसमिति सदस्यका साथीहरूले मिटिङ सञ्चालन गर्दाखेरि जथाभावी मिटिङ सञ्चालन गर्न पाइँदैन। जेसिसको कोड अफ कन्डक्टमा बसेर जेसिसको प्रोटोकल बमोजिम हामीले मिटिङ सञ्चालन गर्नुपर्ने हुन्छ, जुन कि विशुद्ध रूपले पार्लियामेन्ट्री प्रोसिड्युर व्यवस्थापिका संसदको तरिकाले ढाँचाले हाम्रो मिटिङ चल्छ। तेस्रो सबैभन्दा ठुलो कुरो, अरू साथीहरूभन्दा यसमा किन कम साथीहरू छन् भन्दाखेरि जेसिसबाट कहीँबाट पनि विश्वको कुनै ठाउँबाट पैसा फन्डिङ हुँदैन। हामी नन फन्डेड अर्गनाइजेसनको रूपमा छौँ र हाम्रो जेसिसमा एउटा के परम्परा रहेको छ भन्दाखेरि जुनै पनि कार्यक्रम हामी गरौँ, हाम्रा साथीहरूका, हाम्रा मेम्बर साथीहरू, हाम्रा पूर्व अध्यक्षहरू, हाम्रा कार्य समितिको कन्ट्रिब्युसनबाट चल्ने संस्था भएको हुँदा केही साथीहरूलाई अलिकति फाइनेन्सियल बर्डनको रूपमा उहाँहरूले लिनुहोला। जस्तै महाधिवेशन एटेन्ड गर्न जानु छ, म जानु छ, मैले नै मेरो पैसा हालेर जानुपर्ने हुन्छ। महाधिवेशन जानु छ, ड्रेस कोड लागू भएको छ, ड्रेस कोडको लागि पनि मैले पैसा कन्ट्रिब्युट गर्नुपर्छ। शाखामा केही कार्यक्रम छ, कार्यक्रमको लागि पनि हामीले केही कन्ट्रिब्युसन गर्नुपर्ने हुन्छ। अनि यस्ता कुराहरूले गर्दा के छ भन्दाखेरि अरू संस्थामा त कहीँ कतैबाट बाहिरी फन्डिङ आउँछ, पहिलो कुरो हो। दोस्रो, आर्थिक सहयोगहरू पनि विभिन्न तरिकाले आउँछ र त्यो हिसाबले पैसा नलाग्ने भएको हुँदा अरू संस्थामा साथीहरूको भिड हुन्छ। तर यसमा चाहिँ सेल्फ कन्ट्रिब्युसनले गर्दा पनि सीमित साथीहरू इन्ट्रेस्टेड हुन्छन्, इन्ट्रेस्टेड भएको साथीहरू अगाडि आउँछन्। अब कतैबाट पैसा आउँदैन भन्दैमा हामीले कहीँबाट सहयोग लिन नपाउने चाहिँ होइन। जस्तै कुनै बृहत कार्यक्रम गरिरहेका छौँ, कुनै ठुलो कार्यक्रम गरिरहेका छौँ, नगरको हकमा काम गरिरहेको छौँ, यहाँको युवाहरूको हकमा सप्ताहव्यापी कुनै कार्यक्रम गरिरहेको छौँ भने स्थानीय तहसँग वा कुनै सङ्घ संस्थासँग या कुनै दात्री निकायसँग, कर्पोरेट हाउससँग थोरै मात्रामा हामीले सहकारी समन्वय गर्न सक्ने प्रावधानहरू रहेको छ। त्यही भएर यसको कोड अफ कन्डक्ट र प्रोटोकलको माध्यमले गर्दा र अलिकति कन्ट्रिब्युटिङ नेचरले गर्दा धेरै साथीहरू यसमा इन्ट्रेस्टेड छैन। त्यही भएर हाम्रो सङ्ख्या कम छ। अब तपाईँ जेसिसको सँगसँगै जिरा भवानी गाउँपालिकाको तपाईँ कार्य समितिमा पनि हुनुहुन्छ, तपाईँहरू एउटा जनप्रतिनिधिको रूपमा पनि हुनुहुन्छ। के छ तपाईँ जस्तो युवाले जनप्रतिनिधिको रूपमा काम गर्न अहिलेको सिस्टमले कतिको सजिलो छ, कतिको सहज छ? सुनाजी, अब यसमा हामी लिटरली सत्यतामाथि आउँ है, लेट्स कम टु ट्रुथ होइन। स्थानीय तहमा जुन सोच, जुन ऊर्जा र जुन जागरको साथ म गएँ, जुन परिकल्पनाको साथ गएँ कि भगवानको कृपाले म प्रोफेसनली मेरो जीवनमा 12-13 वर्ष विभिन्न सङ्घ संस्थाहरूमा, एनजिओ आइएनजिओहरूमा यहाँसम्म कि संयुक्त राष्ट्र सङ्घसम्मको यात्रा तय गरेर जुन काम गर्ने क्रममा मैले अनुभव बटोलेँ, जुन योजना तर्जुमा गर्ने तरिका सिकेँ, जुन बजेटलाई विकेन्द्रीकरणको हिसाबले विकास गर्न सकिन्छ भन्ने कुराहरू सिकेँ, ती सिकेका कुराहरूलाई मेरो जीवनमा पहिलोचोटि यो असर पाइरहेछ कि मेरो जन्मभूमिमा, मेरो कर्मभूमिमा, मेरो आफ्नो गाउँठाउँमा मैले यी अनुभवहरूलाई, यी सिकाइहरूलाई लागू गरेर त्यहाँ स्थानीय जनसमुदायमा, त्यहाँका स्थानीय तहहरूमा केही राम्रा
उल्लेखनीय कामहरू गर्न सक्छु भन्ने उद्देश्यको साथ त म गएँ। तर त्यहाँ म पुग्दाखेरि के देखेँ भन्दाखेरि हाम्रो देशमा त 3 तहको सरकार छ, संघीयता लागू भएको पनि 1 दशक बितिसक्यो, तर राम्रा पक्षभन्दा व्यतिथिहरूले थिचोलिएको ठाउँहरू मैले देखेँ। त्यो स्थानीय तहलाई स्थानीय तह सोचे बमोजिम परिकल्पना गरे बमोजिमको चलाउन सजिलो मैले चाहिँ देखिनँ। अब यसमा विभिन्न कारणहरू छन्। किन देखिनँ भन्दाखेरि एक त यसको मेजर रिजन मैले के देखेँ भन्दाखेरि चुनाव महँगो हुनु नै एउटा मूल कारण छ। जनप्रतिनिधिहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपले ठुलो धनराशि खर्च गरेर जुन स्थानीय तहमा आउने जुन एउटा परिपाटी बनेको छ, त्यो कुराले डाइरेक्ट इम्प्याक्ट गरिरहेछ त्यहाँ विकास डेभलपमेन्ट र जनताको अधिकारलाई। किन भन्दाखेरि व्यतिथि हावी छ, भ्रष्टाचार हावी छ, बिना स्वार्थको केही काम भइरहेको छैन। कुनै एउटा योजना जान्छ भने मेरै नेता कार्यकर्तालाई जाओस्, कुनै एउटा काम भइरहेको छ भने मेरो नेता कार्यकर्ताहरूको बाहुल्यता भएकै वडामा जाओस्, हैन? काम भइरहेको छ भने खुला टेन्डर बड बराबरमा जानु कम, ई बिडिङमा जानु कम, ठुला योजनाहरूलाई ठुला पैसालाई पनि तोडेर सानो सानो टुक्रा कोटेसन पारेर जुन काम भइरहेको छ, त्यो कोटेसन पर्ताले पनि हाम्रो स्थानीय तहले बिगारिरहेको छ। विधिको शासन त्यहाँ कुरा गर्दाखेरि मान्छेले बुझ्दैनन्, त्यहाँ व्यक्तिगत शासन हावी गर्न खोज्छन्, लागू गर्न खोज्छन्। यी सबै कुराहरू हेर्दाखेरि जुन उद्देश्यको साथ म त्यहाँ जिराभनी गाउँपालिकामा कार्यपालिका सदस्यको हैसियतले गएँ, त्यहाँ मेरो भनौँ न मेरो भिजन, मेरो सोच र मेरो इच्छा बमोजिम मैले काम गरिरहेको अवस्था छैन। र त्यहाँनिर मैले कतै न कतै प्रत्यक्ष अप्रत्यक्ष रूपले मैले यो अन्तर्वार्ता दिइराख्दाखेरि केही साथीहरूलाई चित्त दुख्ला। राम्रा भिजन मैले त्यहाँनिर कार्यपालिकाको बैठकमा बारम्बार प्रस्तुत गरे तापनि त्यो भिजनलाई कुनै पनि किसिमको सुनवाई भएको छैन, कुनै पनि किसिमको त्यसलाई इम्प्लिमेन्ट गर्ने प्रयास पनि हुँदैन। त्यही भएर म जनप्रतिनिधि त छु, एउटा कुरा एउटा एस्पेक्टले म खुसी छु, तर जनताले जुन सोच र भरोसाको साथ मलाई त्यहाँनिर जनप्रतिनिधि बनाएर पठाए, त्यो अनुसारले जनताको विश्वासमा म खरो उत्रिन सकिरहेको छैन। म आफूलाई एक्लो महसुस गरिरहेको छु र त्यसको लागि म आत्मग्लानी पनि गर्छु र जनतासँग माफी पनि माग्न चाहन्छु। अब यो अवस्था छ अहिले, एकातिर अहिले जुन परिवेशमा अहिले कुराहरू उठिरहेको छ, यो सिस्टमप्रति नै मान्छेको असन्तुष्टि बढिरहेको छ कि यही स्थानीय तहको कारणले हो त? अब यस्तो छ, सिस्टम प्रति नै अब मान्छेहरूको प्रश्न उठिरहेको छ भन्दाखेरि अब एउटा स्थानीय तह मात्रै यसको एकल जिम्मेवार चाहिँ होइन। आज स्थानीय तह हामीले विचार गर्नुपर्ने कुरा के हो भन्दाखेरि एउटा सानो स्वायत्त सरकार, स्वायत्त निकाय किन यति अटेरी भएको छ त? किन यति मनपरी गरिरहेको छ त? स्थानीय सरकारहरूले किन अटेरी गरिरहेका छन्, मनपरी गरिरहेका छन्? किन फन्डामेन्टल प्रिन्सिपल्स अफ डेभलपमेन्टको इन्डिकेटरको हिसाबले उनीहरूले योजना तर्जुमा गर्न सकिरहेका छैनन्, मनपरी गरिरहेका छन्? जतिखेर मन लाग्यो गाउँसभा गर्ने, मन नलागे नगर्ने, जतिखेर मन लाग्यो यो बजेट काटेर त्यसमा राखिदिने, त्यो बजेट काटेर त्यसमा एउटा प्रमुख प्रशासकीय अधिकृत ल्याउनको लागि पनि यहाँ गोली चल्छ। यता बलियो गर्नको लागि संघीय सरकारका संरचनाहरूलाई त्यसका जुन विङ्सहरू छन् त्यसलाई बलियो बनाउनको लागि यो सामान्य प्रशासन मन्त्रालयको स्थापना भएको हो जस्तो मलाई लाग्छ। तर सामान्य प्रशासन मन्त्रालयले कतै न कतै आफ्नो काम कर्तव्य र भूमिकालाई बिर्सेर आजको डेटमा सिर्फ कर्मचारी सरुवा बढुवा मात्र केन्द्रित भएको देखिन्छ। के यो व्यतिथि होइन? कुनै एउटा प्रमुख प्रशासकीय अधिकृत, एउटै प्रमुख प्रशासकीय अधिकृत 10 वर्षदेखि एउटै जिल्लामा बस्ने, के यो भ्रष्टाचार होइन? त्यो प्रमुख प्रशासकीय अधिकृतको लागि 77 वटा जिल्ला खाली छ, अरू जिल्लामा किन जान सक्दैन त? कतै न कतै उसको पोलिटिकल फाइनेन्सियल इन्फ्लुएन्स त त्यहाँ सामान्य प्रशासनमा काम गरिरहेको छ नि। यी कुराहरूले बिगारिरहेका छन्। मैले चाहेको ठाउँमा, मैले रोजेको ठाउँमा मात्रै म जान पाऊँ, त्यसरी प्रशासकीय अधिकृतहरू र मेयरहरू आफ्ना रोजाइका मात्रै प्रशासकीय अधिकृतहरूले ल्याएर पालिकामा राख्न थाल्यो भने अनि गुड गभर्नेन्सको परिकल्पना हामी कसरी गर्ने? विधिको शासनको परिकल्पना कसरी गर्ने? अन्य निकायहरू पनि छन्, जिल्ला प्रहरी कार्यालय छ। आजसम्म सुन्नु भएको छ कुनै इन्स्पेक्टरले भनेको कि प्रहरी प्रधान कार्यालयले मलाई हुम्लाको जिल्ला प्रहरी कार्यालयमा खटाउँदाखेरि म 2 महिनासम्म हाजिर नहुने, म जाँदिनँ भनेर जिदमा बसेको सुन्नु भएको छ? तर प्रमुख प्रशासक आफ्नो जिदमा बस्छन्, होइन म यहाँ जाँदिनँ भनेर। पैसा चलाउन पाउँछ नि त, उनीहरूको अधिकार छ। मैले के भन्न खोजेको भन्दाखेरि जिल्ला प्रहरी कार्यालयमा पुलिस प्रशासनमा जुन एउटा सिस्टम छ, एउटा इन्स्पेक्टरको सरुवा भयो भने 24 घण्टाभित्र रवाना लिइसक्नु पर्ने, भनेको ठाउँमा 1 हप्ताभित्र हाजिर भइसक्नु पर्ने। त्यो स्ट्रिक्ट एडमिनिस्ट्रेसनले काम गरिरहेछ नि त त्यहाँ।
त्यो कर्मचारीलाई जहाँनिर राज्यले पठाए त्यहाँ जानुपर्ने बाध्यता छ नि। त हाम्रो स्थानीय तहमा पनि या प्रदेशमा पनि सम्पूर्ण निजामती कर्मचारी तन्त्रमा म भन्न चाहन्छु, नेपाल सरकार सर्वोपरि हो र नेपाल सरकारले खटाएको ठाउँमा जनसेवक आफ्नो काम गर्नको लागि थोरै पनि हिचकिचाउनु हुँदैन, खुसी खुसी आफ्नो ठाउँमा जानुपर्ने हुन्छ। तर यहाँ यस्ता यस्ता प्रमुख प्रशासकीय अधिकृतहरू छन्, यो देशमा यस्ता यस्ता प्रमुख प्रशासकीय अधिकृतहरू छन्, एउटा खरिदारले मन्त्रालयको सचिवको कुर्सी हलाइदिने खालको पोलिटिकल एप्रोच भएको कर्मचारीहरू यहाँ छन्। अनि ती कर्मचारीहरूको मन परीले गर्दा, ती कर्मचारीहरूको आफ्नो निजी स्वार्थले गर्दा स्थानीय सरकार पनि धमिलो भइरहेको छ, बदनाम भइरहेको छ र तिनै तहको सरकारमा यो 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 बाहुबली प्रथा हावी भएको हुनाले आज यो सिस्टम हाम्रो बिग्रेको छ जस्तो मलाई लाग्छ। अब हामीले निर्वाचनको पनि कुरा गऱ्यौँ अघि, थोरै तपाईँले पनि निकाल्नुभयो, निर्वाचनको बेला खर्च धेरै भयो, निर्वाचन खर्चिलो भयो, महँगो भयो। अब यो कुरालाई हामी युवाको तर्फबाट कसरी चाहिँ केही सुधार गर्न सकिन्छ अथवा के हाम्रो भूमिका हुन्छ कि हुँदैन, अथवा यो अब सिस्टम यस्तै नै चल्छ? अब यस्तो हेर्नुहोस्, सबभन्दा ठुलो समस्या कहाँनिर हो भन्दाखेरि हरेक कुरा एकअर्काले जोडिएको छ। देशमा निष्पक्ष निर्वाचनको परिकल्पना तपाईँ कहिले गर्नुहुन्छ? त्यही बेला गर्न सक्नुहुन्छ जुन बेला यहाँका युवाहरू, स्थानीय युवाहरू सबल हुन्छन्, स्वरोजगार हुन्छ। आज स्थानीय युवाहरू सबल छैनन्, स्वरोजगार छैनन्, स्थानीय युवाहरू अवसरका कमीमा छन्। उनीहरू घर परिवार चलाउनदेखि लिएर आफ्नो व्यक्तिगत जीवन बिताउन र आधारभूत आवश्यकताहरूलाई परिपूर्ति गर्न सक्ने अवस्था छैन। अनि एउटा सभ्य युवा पनि, राम्रो युवा पनि, असल युवा पनि आफू असल राहमा हिँड्दा हिँड्दै पनि, असल बाटोमा हिँड्दै हिँड्दै पनि ऊ लास्टमा हारेर थाकेर कुनै नेताको शरणमा गएर बस्नुपर्ने अवस्था छ। त्यो नेताको शरणमा गएर बस्न बित्तिकै के गरिरहेको छ भन्दाखेरि एउटा युवाले 50 वटा युवालाई त्यो नेताको शरणमा लगेर पुर्याइरहेछ। किन त? टार्गेटेड युथ कुनै पनि ठाउँमा 2 वटा 10 वटा 20 वटा यस्ता युवाहरू हुन्छन् जसलाई कि आफूतर्फ तान्न सक्यो भने उसले एउटा माहौल बनाइदिने, इनेबलिङ इन्भाइरोमेन्ट क्रिएट गरिदिने र त्यो नेताको पक्षमा माहौल बनाएर विजय समेत गराउने क्षमता राखेका युवाहरू छन्। त्यस्ता युवाहरूलाई प्रलोभनमा पारेर अनि ती युवाहरू गलत मनसायले चुनावमा आफूलाई परिचालन गरेको हुनाले चुनावहरू महँगो भएको हो। र यसको संक्षिप्त समाधान के हो भन्दाखेरि हामीले सबभन्दा पहिला त मतदाता शिक्षा कार्यक्रम लागू गर्नुपर्छ। निर्वाचनको मुखमा स्थानीय सरकार या प्रदेश सरकार या सङ्घ सरकारको एकैचोटि निर्वाचन गराइदिनु हुँदैन। हामीले कमसेकम जनतालाई लाभ हुने गरी निर्वाचनको महत्त्वबारे केही अभियानहरू चलाउनु पर्ने हुन्छ। स्थानीय तहमा गएर मतदाता शिक्षा, निर्वाचनको बारेमा अभियानहरू चलाउनु र यस्ता किसिमका पैसा लिएर अथवा महँगोमा निर्वाचन गराउँदाखेरि के हानि नोक्सानी हुन सक्छ स्थानीय ठाउँमा त्यसको बारेमा जनताहरूलाई सचेत गराउनु पर्ने हुन्छ जस्तो मलाई लाग्छ। यो अहिलेको जुन आन्दोलन छ राजावादीको भनौँ अथवा यो गणतन्त्र विरोधी भन्ने छ, एकातिर गणतन्त्र समर्थकको शक्ति प्रदर्शन गर्ने पनि अवस्था आइसकेको छ। यो धेरै दिन भएको छैन। अहिलेको समयमा तपाईँ एउटा जनप्रतिनिधि पनि हुनुहुन्छ, एउटा संस्थाको जिम्मेवार पदमा पनि हुन्छ। यस्तो समयमा नागरिक समाजको भूमिका चाहिँ कस्तो हुनु पर्थ्यो? नागरिक समाज के गर्दैछ अहिले तपाईँ? फिलहाल मैले त एउटै कुरा बुझेको छु, हेर्नुहोस्, देशमा बहुत मेहनतले, बहुत परिश्रमले, बहुत बलिदानीले गणतन्त्र आएको छ। देशमा संघीयता लागू भएको छ र समाजमा ल्याउनु, जनताको जिम्मा जमानी लगाउनु आफैमा एउटा उपलब्धि हो र गणतन्त्रको विकल्प गणतन्त्र नै हो जस्तो मलाई लाग्छ। किन त गणतन्त्रले नै आज हामीले संघीयताको अनुभूति गराएको छ र संघीयतामा पनि तपाईँको भनौँ न केही विकृति कमी कमजोरीहरू छन्, तर यसलाई बिस्तारै बिस्तारै सबल बनाउँदै जाने हो भने, संघीय अभ्यासलाई अझ राम्रो र सुदृढ तरिकाले अगाडि बढाउँदै जाने हो भने यसले प्रत्यक्ष रूपले जनतालाई लाभ दिन्छ। अब भनौँ न हिजोको दिनमा राजतन्त्र थियो, प्रजातन्त्र के अरे पञ्चायती व्यवस्थाहरू थियो। ती पञ्चायती व्यवस्थामा यही एफएममा बसेर तपाईँ हामी यसरी खुल्ला सत्कार गर्ने कुनै अवस्था थियो त? थिएन नि। लुकाई छिपाई यो कुरा चाहिँ बुझाउनमा हामी कहीँ कमजोर भयो कि यहाँको जनप्रतिनिधि भयो कि? अघि पनि तपाईँले भन्नुभयो जुन सोचका साथ म गएँ त्यो काम गर्न सकिनँ, काम नभएपछि जनताको फ्रस्ट्रेसन निस्किन्छ। त्यो फ्रस्ट्रेसन चाहिँ कम गर्नलाई के गर्न सकिन्छ? म त्यही भन्दैछु। कस्तो भन्दाखेरि संघीयतासँग कसैलाई एलर्जी होइन, गणतन्त्रसँग कसैलाई एलर्जी छैन। जनताले के चाहेको छ भन्दाखेरि देशमा दिगो विकास र शान्ति चाहेको छ। केवल दुईटा सूत्र हामीले बुझिदिनु पर्ने हुन्छ। जनताले आफ्नो इच्छा बमोजिमको, आवश्यकता बमोजिमको विकासको प्रत्याभूति खोजिरहेछन्। पहिलो कुरो देशमा शान्ति खोजिरहेछन्। विकास र शान्ति भएपछि त्यहाँनिर रोजगारको सिर्जना हुन्छ। त्यही भएर अब जनता कस्तो छ भन्दाखेरि
हाम्रो सिस्टमबाट फ्रस्ट्रेट भएको होइन, सिस्टम चलाउने व्यक्तिबाट जनता फ्रस्ट्रेट भएको छ, सिस्टम चलाउने व्यक्तिको नेचर एन्ड बिहेभियरबाट फ्रस्ट्रेट भएको छ। अब मेरो टोलमा मेरो गाउँमा तत्काल आवश्यकता छ नालाको, बर्खा आउँदाखेरि पुरै घर डुबानमा पर्ने अवस्था छ, तर त्यहाँ मुखियाजीको आफ्नो व्हिप जारी होइन म ढला नै गर्छु भन्छ हैन। मेरो टोलमा किशोरी शिक्षाको आवश्यकता छ, तर मुखियाजीले होइन म इस विद्यालयमा टिचर मात्रै थप्छु भन्छ। त मैले परिकल्पना गरे बमोजिमको, मैले आशा राखे बमोजिमको विकास मेरो गाउँ ठाउँमा भइरहेको छैन, मेरो जनताले दिएको करको पैसाको त्यो स्रोत साधनको दुरुपयोग भइरहेछ भने म त पक्कै पनि फ्रस्ट्रेट हुन्छु। तर त्यो फ्रस्ट्रेसन दूर गर्नको लागि जरुरी छैन कि व्यवस्थै बदलिनु पर्ने हुन्छ। हामीले के त हामीले सही सुशासन गुड गभर्नेन्सको परिकल्पना गर्नुपर्छ र जनतालाई चाहे बमोजिमको विकासको प्रत्याभूति विकासको भनौँ न लहर ल्यायो भने जनता केही हदसम्म जनप्रतिनिधिबाट अब गाउँ गाउँमा सुशासनको आन्दोलन कसरी चलाउन सकिन्छ, नागरिक समाज कसरी पुग्न सकिन्छ, यो राम्रो प्रश्न गर्नु भएको छ। तर म हजुरलाई प्रश्न के गर्न चाहिरहेको छु, जेसुकै कुरालाई अलिकति व्यवस्थित ढङ्गले चलाउनु छ भने, कमी कमजोरीलाई सच्याएर अगाडि बढ्नु छ भने त्यसको सबैभन्दा मुख्य भूमिका अनुगमनकारी निकायको हुन्छ। म तपाईँलाई सोध्न चाहिरहेको छु, वीरगञ्ज महानगरपालिकाले मानव एकछिनको लागि वीरगञ्ज महानगरपालिकाले जन इच्छा आकांक्षा बमोजिम गाउँ आफ्नो नगरसभा गरिरहेको छैन, काम गरिरहेको छैन, त्यहाँ सुशासनको प्रत्याभूति भइरहेको छैन भने यसलाई सशक्त ढङ्गले कसले अनुगमन गरिदिने र अनुगमनको पार्टबाट कसले खबरदारी गरिदिनु वीरगञ्ज महानगरपालिकाले? मध्य प्रदेश सरकारसँग फुर्सद छैन। मध्य प्रदेश सरकारले वीरगञ्ज महानगरलाई अनुगमन गर्दाखेरि वीरगञ्ज महानगरले के भनिरहेछ, तपाईँ आफ्नो काम कर्तव्यको सीमामा बस्नुहोस्, हामी एउटा स्वत निकाय हो, हामी आफ्नो काम गर्छ, हाम्रो कार्यकारिणीले निर्णय गर्छ के राम्रो भइरहेछ के गलत भइरहेछ। अब अधिकार दिनुको मतलब यो होइन नि कि 100% उसलाई फ्री छोडिदिनु। राज्य सरकारको संघ सरकारको पैसाले विकास भइरहेछ भने संघ सरकारबाट त्यस्तै किसिमको एउटा प्रभावकारी अनुगमन प्रणालीको चाहिँ विकास गर्न जरुरी छ। यसको लागि वैकल्पिक के हुन सक्छ भन्दाखेरि अब जिल्ला समन्वय समिति, देशको 77 वटा जिल्लामा जिल्ला समन्वय समिति छ, तर ऊ के छ त भन्दाखेरि कामै छैन, फङ्सनल छैन। के त एकजना राम्रो विद्वान व्यक्तिले के भने, जिल्ला समन्वय समिति भनेको आजको डेटमा उसलाई काम कर्तव्य र अधिकार नदिँदाखेरि त्यो खुट्टामा भएको घाउको पिलो जस्तो भएको छ। त्यसले खर्च मात्रै बढायो, उसको भूमिका केही देखिएन। तर म भन्छु जिल्ला समन्वय समितिलाई एउटा स्थानीय सरकारहरूको अनुगमनकारी नियमनकारी निकायको रूपमा त्यसलाई एउटा ऐन र कानुन बनाएर जिल्ला समन्वय समितिलाई भनौँ न जनस्रोत र अन्य पूर्वाधारसँग सशक्त बनाएर त्यसलाई यदि हामीले यहाँ अनुगमन गराउन सक्यो भने यसले पनि करप्सनलाई अलिकति डाउनसाइज गर्न सहयोग गर्छ, जनप्रतिनिधिलाई आफ्नो ओहदामा रहेर काम गर्नको लागि सहयोग गर्छ। वडा सचिव, प्रमुख प्रशासकीय अधिकृत लगायतकाहरूले जुन आफ्नो भूमिका निर्वाहमा बेइमानी गरिरहेका छन् ती कुराहरूलाई अलिकति न्यारो डाउन गर्न सहयोग गर्छ जस्तो मलाई लाग्छ। मैले अन्तिममा हामी के भन्न चाहन्छु भने, जस्तै तपाईँ युवा पनि हुनुहुन्छ, यो एक किसिमको जनप्रतिनिधिको रूपमा पनि भूमिका निर्वाह गरिराख्नु भएको छ, आफ्नो कुरा पनि राख्नुभयो, सोचेको जस्तो छैन, जनप्रतिनिधि बन्न सहज छैन हैन। हामीले एउटा सोचेर गएका हुन्छौँ, अर्को हुन्छ। अब यसलाई हामीले यही निर्वाचनको लागि पनि कति माग गरियो, कति आन्दोलन भयो, स्थानीय सरकार आयो। अब राम्रो मान्छेलाई नेतृत्वमा ल्याउन अथवा त्यहाँभित्र भएको व्यतिथि तपाईँले देख्नु भएको छ, त्यो देखेको व्यतिथि अब तपाईँले जिराफवानीको मात्र देख्नुभयो होला, यस्तो सबैमा छ। यी स्थानीय तहहरूको व्यतिथिहरूलाई कम गर्दै लोकतन्त्रलाई बलियो बनाउनको लागि तपाईँ जस्तो युवाको भूमिका के हुन सक्छ? म खासमा शिवनाथजी के भन्न चाहन्छु भन्दाखेरि पार्टी त आफ्नो ठाउँमा छँदैछ, राज्यले त सबैभन्दा ठुलो गल्ती के गर्यो भन्दाखेरि दलीय व्यवस्थामा स्थानीय सरकारलाई लगिदियो के। दलीय व्यवस्थामा त लानै नहुने हो। किन लान नहुने हो भन्दाखेरि डिप डाइभ गरेर हेरेको मान्छेहरू हो हामी। हेर्नुहोस्, कुनै एउटा पार्टीको अधिवेशन हुँदाखेरि त्यहाँ त्यसको मेयर जित्या छ भने ल यस्तै अधिवेशन छ, 5 वटा बस, 5 वटा गाडी, 500 लिटर तेल दिदिनु हैन। त्यो खर्च कहीँबाट मिलाउनु पर्छ। त्यो जनता करको पैसा हो नि, तपाईँको पार्टीको अधिवेशनको लागि किन खर्च गर्ने? हरेक पार्टीको कुरो गर्दैछु, एउटा पार्टीको कुरो गरे होइन मैले। त त्यसले गर्दा के छ भन्दाखेरि कुनै एउटा मन्त्री सांसद त्यो पार्टीको लडिरहेछन् भने अब आर्थिक सहयोग गर्नुपर्ने बाध्यता, यो विषयगत बाध्यता भयो। यो
गर्नै पर्छ। किन पार्टीबाट टिकट लिएर तपाईँ मेयर जित्नु भएछ, सहयोग गर्नुहोस् भन्ने हिसाबले देशभरि नै यो रोग छ। मेरो भनाइ के छ, निर्दलीय व्यवस्था गर्नु पर्यो। निर्दलीय व्यवस्थामा स्वयस्फूर्त रूपले जुनैसुकै युवा पनि आउन सक्छ नि त प्रतिस्पर्धामा। ऊ यदि जितेर गयो, उसको मिसन भिजन र गोल क्लियर छ भने ऊ माथिका कुनै नेताको प्रेसरमा बस्दैन नि। भोलि उसले निर्वाचन आयोगलाई उसको पार्टीले सिफारिस गर्देला उसको पद च्याट होला भन्ने कुरोको डर हुँदैन नि, हैन? त्यहाँ बहुमत र अल्पमतको कुरो हुँदैन नि त। 13 सदस्यीय यदि कार्यकारिणी छ भने 13 सदस्यमा 13 वटा अलग अलग मान्छे जान्छ। त्यहाँ नेकपा एमाले कांग्रेस र माओवादीको टिम हुँदैन, बहुमतको प्रब्लमै हुँदैन। अनि त्यहाँनिर के हुन्छ भन्दाखेरि अलिकति खुकुलो हुन्छ, विकासको बाटो खोल्न, नीति बनाउन, योजना बनाउन, त्यसलाई कार्यान्वयन गर्न। एउटा कुरो त्यो भयो। अर्को म त के भन्छु भन्दाखेरि हामी बाध्यकारी कदमले गर्दा पनि यो स्थानीय सरकारहरुमा अलिकति व्यतिथि आएको छ कि। अब माओवादीले एउटा व्यक्तिलाई टिकट दियो, माओवादी कार्यकर्ताले उसलाई अब जुनै पनि हालतमा सहयोग गर्नै पर्ने। म कांग्रेसले टिकट दियो, म मान्छे राम्रो नराम्रो के हो थाहा छैन, तर नेता कार्यकर्ताले त उसलाई भोट दिनै पर्ने अवस्था छ। मान्छे हामीले राम्रो मान्छेले छान्ने अवसर चाहिँ छ कि छैन? हामीले राम्रो मान्छेले छान्ने अवसर छ नि। म त एउटै कुरा भन्छु भन्दाखेरि स्थानीय सरकारलाई विकास गर्नु छ भने म स्पष्ट धारणा भएको मान्छे हो। यदि म कुनै पार्टीबाट बिलोङ गर्छु र मेरो नेचर खराब छ, ममा भिजन छैन, म एउटा लेम्यानको जस्तो छु, म केही गर्न सक्दिनँ, आफ्नो गाउँपालिका नगरपालिकाको साधन स्रोतलाई सदुपयोग गर्न सक्दिनँ र अन्य कोही व्यक्तिले दुरुपयोग गर्ने व्यक्ति छ भने कुनै जरुरी छैन मलाई सहयोग गर्नलाई। इन्डिपेन्डेन्ट रूपले आफ्नो जनप्रतिनिधि छान्नुस्, इन्डिपेन्डेन्ट रूपले आफ्नो भावी जनप्रतिनिधिहरूसँग प्रश्न गर्नुस्, उसको मिसन भिजन र गोल सोध्नुस्। यदि उमा आफ्नो गाउँठाउँलाई विकास गर्ने शक्ति र क्षमता रहेछ भने त्यसलाई सार्वजनिक सामूहिक हिसाबले उसलाई समाजको अगाडि खडा गरेर प्रश्न गर्नुस्, जवाबदेहिता माग्नुस्। राम्रो जनप्रतिनिधि देखिरहेछ उसलाई अगाडि सार्नुस्, कोही यदि नराम्रो देखिरहेछ जुनैसुकै पार्टीको होस् उसलाई प्याक फायर गरेर उसलाई हैन तपाईँ रेसमा आउन पाउनुहुन्न भन्ने कुरा खबरदारी पनि गर्नुपर्ने हुन्छ। अनि मात्र त्यहाँ विकास सम्भव छ, अनि मात्र त्यहाँ स्थानीय सरकारको परिकल्पनालाई हामीले पूरा गर्न सक्छौँ जस्तो लाग्छ। अहिले तपाईँ जनप्रतिनिधि हुनुहुन्छ, त्यस्तै कतिपय युवाहरू सोचिराख्नु भयो होला आफ्नो गाउँमा या आफ्नो नगरमा मेयरमा, उपमेयरमा अथवा सदस्यमा लड्न पनि सोचिराख्नु भएको छ। के सुझाव दिनुहुन्छ? सजिलो छ कि अप्ठ्यारो छ, के भन्नुहुन्छ? अब म त साथीहरूलाई यति मात्रै भन्छु, राजनीति गर्नु ठिकै हो, तर गाह्रो छ। आफ्नो गाउँ समाजमा, आफ्नो मातृभूमि, आफ्नो जनता, आफ्ना नगरवासीसँग बेइमानी गरेर चाहिँ राजनीति नगर्नुहोस् म भन्छु, यति मात्रै भन्छु। किन त बडा मेहनतले, बडा संघर्षपूर्ण तरिकाले हाम्रा स्थानीय ठाउँहरूमा मान्छेहरू बाँचिरहेका छन्। आर्थिक अवस्था देशकै ठिक छैन भनेपछि आफ्नै नगरको गाउँको के ठिक होला? जेसुकै काम गर्नुस् तर जनतालाई सर्वोपरि ठानेर काम गर्नुस्, जनतालाई अगाडि सारेर काम गर्नुस्, विकासै कामहरूमा अलिकति पनि कन्जुसाइ नगर्नुस्, खुलेर कुरा गर्नुस्, खुलेर संवाद गर्नुस्, खुलेर सल्लाह गर्नुस्, खुलेर योजना बनाउनुस्, त्यसलाई कार्यान्वयन गर्नुस्। आइपरेका चुनौतीहरूलाई, समस्याहरूलाई बिस्तारै सर्वदलीय बैठक गरेर हुन्छ कि त्यहाँका नागरिक समाजका अगुवाहरूसँगको राय सल्लाहले हुन्छ, मिनिमाइज गर्दै अगाडि बढ्ने यदि गरियो भने आफ्नो ठाउँको विकास चाहिँ पर्याप्त मात्रामा गर्न सकिन्छ। हुन्छ, नारायणी बहसको लागि समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद सुनाथजी, मलाई समय मिलाइदिनु भएकोमा, र आउने दिनमा पनि यहाँहरुबाट सहयोग र सहकार्यको अपेक्षा राखेको छु। हस्, धन्यवाद। धन्यवाद। नारायणी बहस आजलाई यति नै। नारायणी बहसबाट हामी बिदा हुन्छौँ।